हेलो गाइस, वेलकम टु माई अनदर भ्लग। आज चाहिँ म सिस्नो टिप्न जाँदैछु। यो चाहिँ हाम्रो क्याम्पभित्र भएको चर्च हो। क्याम्पभित्र छ कि यो चाहिँ कहिले काहीँ मात्रै खुल्छ हो। र हामी चाहिँ म चाहिँ गएको छैन। हामी चाहिँ जान मिल्दैन होला सायद, त्यही भएर म चाहिँ सिस्नो टिप्न जाँदैछु। आज चाहिँ यो प्लास्टिक बोकेर हामी सिस्नो टिप्न जाँदैछु। अब गएर सिस्नो टिपेर ल्याउँछु। अनि यो ऐसेली चाहिँ नेपालमा चाहिँ फलेर पनि खाएर पनि सकिसक्यो होला होइन। हाम्रो चाहिँ बल्ल यहाँ चाहिँ युकेमा चाहिँ बल्ल फुल फुल्दैछ। यो चाहिँ अगस्तको बिचतिर यसरी पाक्छ। यो जुलाईको लास्ट अनि अगस्ततिर। म चाहिँ सिस्नो टिप्न यहीँ आएको। सिस्नो चाहिँ यहाँ छ, तर अलि उता अलि राम्रो ठाउँमा टिप्ने हो। यहाँ चाहिँ हाम्रो क्याम्पभित्रको घोडाहरू पनि छ। यहाँ चढिरहेको छ। चाहिँ हाम्रो क्याम्पभित्र हो। म चाहिँ सिस्नो टिप्न आएको। मेरो सिस्नो चाहिँ यति भयो। अझै म टिप्ने थोरै चाहिँ टिप्नु पर्ला। यो चाहिँ नेपालको जस्तो चाहिँ छैन। मिठो पनि नेपालको जस्तो हुँदैन। मैले एक दुईचोटि चाहिँ खाएको छु, तर म त्यो अरूले बनाएर दिएको चाहिँ खाएको छु। अब आफैले बनाउनु पर्ला कस्तो हुने रहेछ भनेर हो। वहाँ नेपालमा त्यत्रो सिस्नो घारीमा गाउँमा पाखा दौडिँदा कहिल्यै खाएन। सिस्नो भन्ने जातै खाएन। यहाँ आएर चाहिँ यहाँ युकेमा चाहिँ सिस्नो खानेले यस्तो नहुने उस पनि आउँदो रहेछ हो। यो चाहिँ हाम्रो यहीँ क्याम्पभित्रको घोडाहरू छ। यहाँ चाहिँ ऐसेलीहरू नि फुल्दैछ। हाम्रो नेपालमा ऐसेली खाइसकेर पनि कहाँ पुगिसक्यो। यहाँ बल्ल हजार पख्न एकैछिन टिप्छु हौ। छ्या कति आत्तिनी हो। बिस्तारै हिँड्दै गर्नु न। अब घरिघरि आउने कुरा हुँदैन, जहिले टिप्ने कुरा नै हुँदैन। यो यसो आएको बेलामा कहिले काहीँ यता डुल्न आउने बेलामा यसो टिप्ने मात्रै हो। म पोल्नलाई पोल्ने रहेछ, पोल्दैन होला सोचेको, के को नपोल्नु। नेपालको जस्तो काँडै चाहिँ हुँदैन के अरे। यस्तो सिस्नो चाहिँ अब सिस्नै हो भनिन्छ, तर यो के हो सिस्नोको एउटा जात हो कि यो। सिस्नोभित्रै पर्ने एउटा सिस्नो प्रजाति हो यो। सिस्नो चाहिँ खै सिस्नो जस्तै, हाम्रो नेपालको जस्तो झ्याम्मै काँडा भएको झ्याम्मै पोल्ने कहाँ हुन्छ छ यो खै। किरानी छ्या त राम्रोसँग हेर्नुपर्ने रहेछ बेसरी। अब यहाँ चाहिँ 7 बजिसक्यो, 8 बज्न लागिसक्यो। म लगेर राम्रोसँग हेर्नुपर्ने छ। मलाई एकजनालाई त पुग्छ पनि टिपाउन हुन्टा जति भनिन्छ हो, जति खाए पनि। हामी नेपालीहरू त हो यो सिस्नो खाने, अरूले खाँदैन। केही पनि नराख्ने भनेको नेपाली नै हो। बाटोतिर यसो त्यो सिम साग देख्यो भने पनि टिपिहाल्ने, त्यो बेथेको साग देख्यो भने बसेर टिपिहाल्ने, सिस्नो देख्यो भने टिपिहाल्ने, बाटोतिर यसो घोडाको मल देख्यो भने टिपिहाल्ने। यो हामी नेपाली मात्रै हो यस्तो त। हामीलाई चाहिँ के हो साह्रै पोल्न चाहिँ पोल्ने रहेछ। अहिले त धेरै बेर टिपेर होला हात झमझम गर्दै गयो भाइ। यो फुल चाहिँ खै राम्रो हुन्छ भन्छ के अरे। अब हेरौँ कस्तो हुन्छ। म भरे बनाउँछु, यसको रेसिपी हेर्नु पर्यो युट्युबमा आथो, अनि हेरेर अनि बनाउनु पर्यो कस्तो हुन्छ। अनि हेर्नुपर्छ फेरि। ल है, सुनसान जङ्गलभित्र एक्लै सिस्नो टिप्दैछु म त। अहिले त पोल्न थालेको।
खानुपर्छ। सिस्नो टिपेर नि खाइयो है यहाँ। पोली रहेछ भाइ हात। अघि सुरुमा त वास्ता गरिएन, पोले जस्तो नि लागेन। अहिले त आमामामा हात पोलेर खत लु है भयो। अब त साह्रै पोल्यो। लु म चाहिँ गएँ घरतिर। मेरो सिस्नो चाहिँ यति भयो। अब चाहिँ गएँ म। हात पनि पोल्यो। त्यही भएर म चाहिँ अब घरतिर लाग्दैछु। मैले सिस्नो यति बनाएँ। यति भयो भने त हुन्छ नि त। यसलाई अब बनाउनु पर्ला। बनाउन त आउँदैन आउन त। यो सिस्नो चाहिँ मैले नेपालमा कहिल्यै नि खाएन क्या। कहिल्यै नि बनाएन। हाम्रो घरमा चाहिँ कहिल्यै बनाउनु देखेन मैले। त्यही भएर वास्तै गरिएन। यहीँ आएर यो चाहिँ आएर हो। फियोना क्लेयर। ल यो प्लान्ट चाहिँ उसको यादमा रहेछ। यो चाहिँ साकुरा हो। कस्तो राम्रो फुल्छ पछि चाहिँ। स्प्रिङ टाइममा चाहिँ फुल्छ। म चाहिँ घर फर्किँदैछु। अनि यो चाहिँ हाम्रो क्याम्पभित्रै हो। हाम्रो क्याम्प चाहिँ साह्रै रमाइलो छ। म एक दिन भ्लग बनाएर हाल्छु, सर्ट भ्लग। यहाँबाट जाने बेला चाहिँ बनाउँछु। हाम्रो क्याम्प हो यो चाहिँ। आम्मै 8 बजिसक्यो। तर पनि घाम लागिरहेको छ। के हो नि यस्तो। अब म बाँकी भिडियो चाहिँ घरमा गएर बनाउँछु। यो पकाउँछु अनि जोड्छु। म चाहिँ अघि ल्याएको सिस्नोलाई यसरी पकाउँदैछु मजाले। यसको यसलाई चाहिँ धुने तरिका यसरी चाहिँ होइन होला। हुन त अर्कै छ होला। तर मैले चाहिँ यसलाई सफा बनाउने तरिका त अरू नै होला। म चाहिँ आफूले जसरी बनाउन मन लाग्छ त्यसरी नै बनाउँदैछु। चाहिँ म यसलाई चाहिँ अब यसरी मजाले पखाल्छु। किराहरू हुन्छ कि यसमा। अनि किराहरू चाहिँ झार्ने, पिठोले झार्ने के भन्दै थियो। अब त्यो आएन मलाई त भन्न बनाउन। त्यही भएर म चाहिँ यो चाहिँ मजाले पखालेर नै गर्छु। यो चाहिँ मेरो सिस्नो। अब चाहिँ म सिस्नो बनाउन गइरहेको छु। मैले सिस्नो पखालेर ल्याइसकेँ, सफा गरेर ल्याइसकेँ। यहाँ चाहिँ पानी उमाल्दैछु। अब पानी उम्लेपछि यहाँ चाहिँ मेरो मकैको पिठो छ। म पिठो लगाउँछु। अनि त्यस पछाडि यो लसुन र टिमुर भइहाल्यो। यो टमाटर अनि यो चाहिँ खुर्सानी र यो लेमन चाहिँ पछि एड गर्ने हो। त्यो पनि मन लाग्यो भने मात्रै आफूलाई गर्ने। म चाहिँ आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै बनाउन गइरहेको छु। हेर्दै गर्नु होला। अब चाहिँ मेरो पानी उम्लिसक्यो। अब चाहिँ यसमा चाहिँ थोरै यो पिठो लगाउँछु। यसरी यो चाहिँ मकैको पिठो हो। अनि यो मकैको पिठो लगाउँछु। त्यस पछाडि यो सिस्नो लगाउँछु। ल मैले सिस्नो लगाइसकेँ। अब हेर्दै गर्नु होला। मेरो चाहिँ सिस्नो पाक्दैछ। मेरो सिस्नो चाहिँ यस्तो भयो है। मेरो सिस्नो चाहिँ यस्तो भयो। पाक्दैछ। अझै म एकछिन पकाउँछु यसलाई। पाक्दैछ सिस्नो चाहिँ। जसरी जाने मैले त्यसरी नै बनाएँ। अब यो तरिका त होइन होला तर मैले चाहिँ यसरी नै बनाएँ। ल सिस्नो चाहिँ पाक्दैछ। ल सिस्नो चाहिँ पाकिसक्यो है। यस्तो भन्यो सिस्नो चाहिँ। मेरो सिस्नो चाहिँ रेडी भयो। सबैले ट्राई गर्नु होला एकचोटि। अब चाहिँ यसरी खानुपर्छ।
थ्याङ्क यू फर वाचिङ।